नमस्ते साथीहरू, स्वागत छ हाम्रो युट्युब च्यानलमा। धेरैजसो साथीभाइहरूले चाहिँ विद्यार्थी भाइ बहिनीहरूले चाहिँ एसईको रिजल्ट चाहिँ कहिले प्रकाशित हुन्छ भनेर चाहिँ कौतुक पनि भइरहेको होला, सोधिरहनु पनि भएको छ। र यही सन्दर्भमा चाहिँ आजको यस भिडियोमा म तपाईँलाई बताउने छु। र मेरो जानकारी प्राप्त अनुसार चाहिँ यही आउने मङ्गलबारसम्म चाहिँ एसईको रिजल्ट चाहिँ प्रकाशित हुँदैछ र सबै कपीहरू चेक भइसकेको छन् र सबैलाई चाहिँ फेरि एकपल्ट रुजु गरेर मात्र चेक गर्ने उहाँहरूको योजना बताइएको छ भने त्यस्तै गरी यो सूचना पनि जारी गरेको छ, जुन चाहिँ जहाँबाट तपाईँले अथेन्टिकल चाहिँ आफ्नो रिजल्ट चाहिँ चेक गर्न सक्नुहुन्छ। र यतिखेर मोबाइल स्क्रिनमा तपाईँले देख्न सक्नुहुनेछ एउटा राष्ट्रिय परीक्षा बोर्डको चाहिँ सूचना जारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 को सूचना रहेको छ भने त्यस्तै गरी माध्यमिक शिक्षा परीक्षा एसई 2082 को नतिजा सम्बन्धी विवरण एसएमएस र आइबिआर तथा वेबसाइटबाट प्राप्त गर्न सक्ने सूचना भनेर दिइरहेको छ, जसमा चाहिँ तपाईँले आइबिआर अर्थात् कल गरेर तपाईँले आफ्नो एसईको रिजल्ट चेक गर्न सक्नुहुन्छ। एसएमएस रहेको छ, एसएमएसबाट पनि तपाईँले आफ्नो रिजल्ट चेक गर्न सक्नुहुन्छ। आइबिआर र एसएमएसबाट गर्दा तपाईँको केही चार्ज लाग्छ, केही रकमतिर तपाईँहरूको चाहिँ कट्टा हुन्छ मोबाइलबाट भने त्यस्तै गरी वेबसाइटबाट चाहिँ फ्री अफ कस्टमा तपाईँले मार्कसिट सहितको चेक गर्न सक्नुहुनेछ। त्यस्तै गरी नेपाल टेलिकम यहाँ आइबिआर र एसएमएस रहेको छ। नेपाल टेलिकममा तपाईँले कल गरेर बुझ्न सक्नुहुन्छ, त्यसको लागि 1600मा डायल गर्नुहोला र त्यस्तै गरी 1600मा डायल गरिसके पछाडि त्यहाँबाट तपाईँले इन्स्ट्रक्सन दिनेछ, त्यो इन्स्ट्रक्सनलाई फलो गर्नुहोला। र त्यस्तै गरी तपाईँले नेपाल टेलिकमकोमा चाहिँ एसएमएस पठाएर तपाईँले क्यापिटलमा लेखेर पठाउनु होला, जसमा चाहिँ 1600मा तपाईँले पठाउनु होला। पठाइसके पछाडि तपाईँको रिजल्ट चेक गर्न सक्नुहुन्छ। यहाँ चाहिँ 3टा कम्पनीलाई दिइरहेको छ, तपाईँले यसलाई स्क्रिनसट पनि गर्न सक्नुहुनेछ। र त्यस्तै गरी यहाँ वेबसाइट पनि रहेको छ। यसमा चाहिँ 14वटा वेबसाइटलाई आधिकारिक वेबसाइट दिएको छ, जस्तै फर्स्ट नम्बरमा तपाईँले देख्न सक्नुहुन्छ राष्ट्रिय परीक्षा बोर्ड रहेको छ www.se.gov.np रहेको छ भने त्यस्तै गरी यहाँ तपाईँले देख्न सक्नुहुन्छ राष्ट्रिय परीक्षा बोर्ड www.neb.gov.np रहेको छ। र त्यस्तै गरी थर्ड नम्बरमा तपाईँले देख्न सक्नुहुन्छ नेपाल टेलिकम रहेको छ www.se.ntc.net.np रहेको छ भने त्यस्तै गरी कान्तिपुरलाई दिइरहेको छ www.ekantipur.com रहेको छ। र त्यस्तै गरी यहाँ तपाईँले खल्तीमा पनि देख्न सक्नुहुन्छ विभिन्न वेबसाइट रहेको छन्, यसलाई तपाईँले स्क्रिनसट पनि गर्न सक्नुहुन्छ। जब रिजल्ट प्रकाशित हुन्छ र यहाँ भएका कुनै पनि वेबसाइट ओपन गर्दा चाहिँ तपाईँको एउटा वेबसाइट ओपन गर्दा रस हुन्छ, सबैजनाले एकैचोटि त्यो वेबसाइट सर्च गरिरहनु भएको हुन्छ र क्र्यास पनि हुन सक्दछ। त्यस्तो अवस्थामा तपाईँले अल्टरनेट वेबसाइटबाट चाहिँ आफ्नो रिजल्ट सजिलै चेक गर्न सक्नुहुनेछ। र त्यसैले अहिलेदेखि तपाईँहरूले तयारी गर्नुहोला। एसएलसीको रिजल्ट चाहिँ कुनै पनि बेलामा यो अब आउने मङ्गलबारसम्म कुनै पनि बेलामा चाहिँ तपाईँको रिजल्ट चाहिँ प्रकाशित हुन सक्दछ। अहिलेदेखि तयारी गर्नुहोला। यी वेबसाइटहरूलाई चाहिँ तपाईँले सेलेक्ट गरेर राखिरहनु होला। कुनै पनि वेबसाइट बन्द भएको खण्डमा अर्को वेबसाइटबाट तपाईँले आफ्नो मार्कसिट सहितको रिजल्ट चेक गर्न सक्नुहुनेछ भने मार्कसिटमा तपाईँले कुन कुन सब्जेक्टमा कति कति मार्क्स आएको छ भनेर सजिलैसँग जानकारी प्राप्त गर्न सक्नुहुनेछ। र त्यस्तै गरी च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई अवश्य नै सब्सक्राइब गर्नुहोला। भिडियो मन परेको खण्डमा लाइक, कमेन्ट र सेयर पनि गर्नुहोला। र आगामी दिनमा रिजल्ट प्रकाशित भइसके पछाडि रिजल्ट चाहिँ कसरी चेक गर्ने भने लाइभ म भिडियो लिएर आउनेछु, त्यसैले च्यानललाई चाहिँ सब्सक्राइब गरिरहनु होला।